यहाँहरु सबैलाई हार्दिक हार्दिक जय सङ्गत। आज हामी यहाँहरुमाझ एउटा सानो भिडियो विष्णुका 1008 नाम पढेको फल प्राप्त गर्नको लागि 2 मिनेट भित्र 1008 नाम पढेको फल प्राप्त गर्नका लागि सानो मन्त्र, यस्तो मन्त्र जुन मन्त्र चाहिँ एक दिन के भएछ भन्दा भगवान शिव बाहिर कतै शिकार खेल्न जानुभएको थियो, वनविहार गर्न जानुभएको थियो। वनविहार गर्न गएका बेलामा माता पार्वतीलाई कैलाश पर्वतमा छोडेर जानुभएको थियो। एवं रीतिले भगवान शिव आउनुभयो, अत्यन्तै भोक लागेको, दिनभरि थकित भएर वनविहार गरेर फर्केर कैलाश पर्वत आउनुभयो। आइसकेपछि माता पार्वतीलाई खोज्नुहुन्छ, कोठातिर सबैतिर हेर्नुभयो, दरबारतिर सबैतिर हेर्नुभयो, कहीँ देख्नु भएन। थकित भएर आफ्नो रुममा गएर मजाले शयन कक्षमा गएर बस्नु भएको थियो। अनि माता पार्वती टुक्टुक्क आइपुग्नुभयो। अनि भन्नुहुन्छ भगवान शिवले, ओहो पार्वती तिमी कहाँ गएकी थियौ? म त अत्यन्तै भोकले दिनभरि थकित भएको छु, व्याकुल भएको छु, पानी तिर्ख लागेको छ, झन् खान दिन्छु होला छिटो भनेर झन् आएँ। दौडेर यतिखेर आउँदाखेरि पनि मैले खोज्दा खोज्दा सारा खोजेँ, कहीँ भेटिन, कहाँ गएकी थियौ भनेर सोद्धाखेरि माता पार्वती आज्ञा गर्नुहुन्छ, प्रभु म त विष्णु सहस्त्र नाम पाठ गर्दै थिएँ सन्ध्याकालको समयमा भनेर भन्नुभयो। अनि ओहो विष्णु सहस्त्र नाम पाठ गर्न पनि यति धेरै समय लाग्छ त भनेर शिवजीले भन्नुहुन्छ माता पार्वतीलाई। अनि माता पार्वती भन्नुहुन्छ, प्रभु हजुरलाई थाहै त छ 1008 नाम भनेको कहाँ एकैचोटि सकिन्छ, थोरै समयमा सकिन्छ त, 1.5-2 घण्टा त लागिहाल्छ नि भनेर माता पार्वतीले भन्दा शिवजी आज्ञा गर्नुहुन्छ, त्यसो होइन प्यारी, आज म तिमीलाई एउटा छोटो नाम दिन्छु। 2 मिनेट भित्र सबै विष्णु सहस्त्र नाम प्राप्त गरे पढे बराबरको फल चाहिँ प्राप्त हुने छोटो नाम दिन्छु। त्यो नाम सुनेर कण्ठ गर्नु, भरेदेखि भोलिदेखि तिमीले त्यो नाम पढ्नु भनेर एउटा नाम दिनुभयो। त्यो नाम यहाँहरूले पनि कण्ठ गरेर विष्णु सहस्त्र नाम पढे बराबरको फल प्राप्त गर्नका लागि यहाँहरू पनि तयार हुनुहोस् है त। नाम के छ भने राम राम रामेति राम राम मनोरमे सहस्त्र नाम ततुल्यम राम नाम वरानने। राम राम रामेति राम राम मनोरमे सहस्त्र नाम ततुल्यम राम नाम वरानने। यति छोटो 1 मिनेट 2 मिनेट भित्रमा पनि विष्णु सहस्त्र नाम पाठ गरे बराबरको फल चाहिँ राम राम रामेति राम राम मनोरमे सहस्त्र नाम ततुल्यम राम नाम वरानने भनेर भगवान शिवले माता पार्वतीलाई दिएको यो मन्त्र यहाँहरूले हामीले सबैले अध्ययन गरौँ, पढौँ र यो मन्त्र जाप गरौँ र पुण्य कमाउँ। हस्, धन्यवाद।